आज तपाईले कति समय मोबाइल हेर्नुभयो? 1 घण्टा, 3 घण्टा कि 6 घण्टा? हाम्रो जीवनमा डिजिटल उपकरणहरू, मोबाइल, कम्प्युटर, ट्याब यति हाबी भइसकेका छन् कि हामी तिनी बिना बस्नै नसक्ने जस्तै भइसकेका छौँ। आजको भिडियोमा हामी डिजिटल जीवनले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा कसरी असर गर्छ र स्मार्ट, स्वस्थ डिजिटल जीवन कसरी अपनाउने विज्ञान र तथ्यसहित गहिरिएर बुझ्नेछौँ। डिजिटल जीवनको परिचय। हामी सबै डिजिटल जीवनको विलक्षण युग अर्थात् रिभोल्युसनरी एरामा छौँ। फोन अब केवल कुरा गर्ने साधन होइन, यो क्यालेन्डर हो, बैंक हो, क्यामेरा हो, किताब हो, डिक्सनरी हो, सबै कुरा यहीँ भित्र छ। सानो बच्चादेखि 80 वर्षका बुवा आमासम्म सबैको दैनिक समय डिजिटल स्क्रिनले कब्जा गरिरहेको छ। अध्ययनले देखाउँछ औसत मानिस दैनिक 4 देखि 7 घण्टा स्क्रिन हेर्छन्। कलेजका विद्यार्थीमा यो समय अझै बढी हुन्छ। डिजिटल जीवनले स्वास्थ्यमा प्रभाव। आँखाको स्वास्थ्य। लामो समय स्क्रिन हेर्दा डिजिटल आई स्ट्रेन धेरै देखिन्छ। आँखामा दुखाइ, धमिलोपन आउनु, सुक्खापन र टाउको दुखाइ। त्यसै गरी स्क्रिन हेर्दा हामी सामान्यभन्दा 60% कम आँखा झिम्क्याउने गर्छौँ, जसले आँखाको टियर फिल्म खराब गर्छ। गर्दन र कम्मर दुखाइको समस्या। मोबाइल हेर्दा 45 डिग्री झुकेको टाउकोले गर्दनमा लगभग 20 देखि 27 किलोग्राम बराबरको बल पर्छ। यही कारणले अहिले युवा युवतीमै गर्दन दुख्ने, डिस्कमा समस्या र पोस्चर बिग्रिने खतरा बढेको छ। निन्द्रा बिग्रिनु। राति स्क्रिन हेर्दा निस्किने ब्लू लाइटले शरीरको मेलाटोनिन हर्मोन घटाउँछ। यसले सुत्न ढिलो हुनु, गाढा निन्द्रा नआउनु र बिहान थकान जस्ता समस्या ल्याउँछ। मोटोपन र निष्क्रियता। लामो समय बस्ने, हिँडडुल कम हुने, फिजिकल एक्टिभिटी घट्ने कारणले डिजिटल जीवनले मोटोपना, उच्च रक्तचाप, मधुमेहको जोखिम पनि बढाउँछ। मानसिक स्वास्थ्यमा प्रभाव। सामाजिक तुलना। सोसियल मिडियामा सबैको बेस्ट मोमेन्ट मात्र देखिन्छ। दैनिक जीवनसँग तुलना गर्दा म किन यस्तो जस्ता भावनाले आत्मविश्वास कम गर्छ। यसले चिन्ता र निराशा अत्यधिक बढाउँछ। लाइक कमेन्टमा निर्भरता र नोटिफिकेसन एडिक्सन। एक अध्ययनका अनुसार सोसियल मिडियाको प्रयोगले एन्जाइटी र डिप्रेसन बढ्ने गरेको पाइएको छ। लाइक र कमेन्टले डोपामिन रिवार्ड सिस्टम बिगार्छ। डिजिटल लत एडिक्सन। मोबाइल प्रयोग गर्दा दिमागमा डोपामिन निस्किन्छ। यो प्लेजर प्याटर्नले बारम्बार हेर्नुपर्छ भन्ने लत एडिक्सन बनाउँछ। यसो हुँदा पढाइ, काम, सम्बन्ध, स्वास्थ्य सबै प्रभावित हुन्छ। ध्यान घट्नु, एटेन्सन डेफिसिट। सर्ट भिडियोको ओभरलोडले दिमाग फास्ट रिवार्डमा बानी पर्छ। यसले गर्दा ध्यान नटिक्ने, एकै काममा फोकस गर्न गाह्रो हुने समस्या बढ्छ। सामाजिक सम्बन्धमा असर। एकै घरमा बसेर पनि हामी एक आपसमा कुरा गर्न छोड्दै गएका छौँ। मोबाइलको लतले फोनमा डुबेर अरूलाई बेवास्ता गर्ने बानी बढाइरहेको छ। यसले विवाह, प्रेम र पारिवारिक सम्बन्धमा गम्भीर दूरी ल्याउँछ। अब बुझौँ यी सम्पूर्ण समस्याहरूको समाधान कसरी गर्ने। डिजिटल वेलनेसका समाधानहरू। 1. 20-20-20 नियम। हरेक 20 मिनेटमा 20 फिट टाढा 20 सेकेन्ड हेर्नुहोस्। 2. स्क्रिन टाइम कन्ट्रोल। मोबाइलको डिजिटल वेलबिङ प्रयोग गर्नुहोस्। दैनिक 3-4 घण्टाभन्दा बढी नन वर्क स्क्रिन टाइम नराख्ने। 3. मोबाइल फ्री जोन्स। खाना खाने बेला, सुत्ने कोठामा र पारिवारिक समयमा फोन बन्द गर्नुहोस्। 4. स्लिप हाइजिन। सुत्नुभन्दा 1 घण्टा अघि स्क्रिन बन्द गर्नुहोस्। नाइट मोड ब्लू फिल्टर प्रयोग गर्नुहोस्। 5.
बडी पोस्चर, मोबाइल आई लेभलमा राख्ने, हरेक 1 घन्टामा उठेर स्ट्रेचिङ गर्नुहोस्। 6. डिजिटल डिटक्स, हप्तामा 2-3 घन्टा मोबाइल फ्री टाइम राख्नुहोस्। प्रकृति, हिँडाइ वा मेडिटेसन गर्नुहोस्। 7. सोसियल मिडिया हाइजिन, नेगेटिभ कन्टेन्ट अनफलो गर्नुहोस्। सुत्ने समयमा नोटिफिकेसन अफ राख्नुहोस्। तसर्थ डिजिटल जीवन हाम्रो विरोधी होइन, तर गलत प्रयोग स्वास्थ्यको लागि हानिकारक बन्न सक्छ। सही तरिकाले सही समय मिलाएर प्रयोग गऱ्यौँ भने डिजिटल जीवनले नै हामीलाई स्वस्थ, सजिलो र उत्पादक बनाउँछ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि उपयोगी लाग्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। स्वस्थ जीवनका लागि सही जानकारी स्वास्थ्य सरकार।